यहाँ उपस्थित सम्पूर्ण माननीय अतिथि, अभिभावक र दर्शनबिनलाई हार्दिक स्वागत छ। आज हामी नेपाली साहित्यका आदि कवि भानुभक्त आचार्यलाई श्रद्धा र सम्मानका साथ सम्झिँदै भानु जयन्ती मनाउँदैछौँ। आज हामी छ्वाम्पुई शाखा भानुभक्त आचार्यको अति प्रसिद्ध कविता घाँसीमा आधारित एक सङ्गीतमय नृत्य नाट्य प्रस्तुति पेश गर्दैछौँ। यो कविता एक गरिब घाँसीको जीवन र उसको समाजको हितको लागि गरेको निस्वार्थ कार्यको कथा बन्छ। यस कविताको मुख्य सन्देश यो हो कि मानिसको सच्चा सम्पत्ति उहाँको धन होइन, उसले गरेको राम्रो काम र समाजप्रतिको सेवा हो। जन्म घाँसतिर मन्दी धन कमायो, नाम के रहोस् पछि भनेर कुवा खनायो। भर जन्म घाँसतिर मन्दी धन कमायो, नाम के रहोस् पछि भनेर कुवा खनायो। दरिद्र घरको तर बुद्धि कस्तो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो। म भानुभक्त धनी भइकन आज यस्तो। यस घाँसीले कसरी आज दिएछ अर्ती, यस घाँसीले कसरी आज दिएछ अर्ती। यस घाँसीले कसरी आज दिएछ अर्ती। धिक्कार हो मकान बस्नु न राखी कीर्ति। भर जन्म घाँसतिर मन्दी धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। भर जन्म घाँसतिर मन्दी धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। नाम केही रहोस् पछि भनेर कुवा खनायो। नाम केही रहोस् पछि भनेर कुवा खनायो।